एकछिन है यो कहिले पारित भएको कुन बेला निर्णय भइरहेको कतिवटा हो चालु अबमा 8 करोड 10 लाख रुपैयाँ विनियोजन चालु वर्षबाट कुन वर्षको बने अहिले 82 83 कै शीर्षकको बजेटको अनि त्यो बोर्डमा अहिलेसम्म आएको छैन त नगरसभाबाट आएको छ यसरी होइन भने महानगरपालिकाको पैसा जहाँ मन लाग्यो ती खर्च गर्ने अनि महानगरपालिकाले गरेको कि बालेनले गरेको त्यो पनि हुनु पर्यो अहिले त प्रचार पर्वमा के आयो भने बालेनले यो गर्यो भन्यो भने मैले फेसबुकमा बालेनले होइन महानगरपालिकाको मेयर बालेनले गरेको भनेको छु त्यो हाम्रो मिडियाले पनि सच्याउने हाम्रो मेयर साहबले पनि के अरे भनिदिनु पर्यो के महानगरपालिकाको पैसा दिने अनि बालेनले दियो भनेर कुरा गरिन्छ त्यसैमा मैले के लेख्दैछु भने महानगरवासीले तिरेको करले महानगरपालिकाले दिएको तपाईको मिडियालाई भनिदिनु पर्यो भने के काठमाडौँ महानगरपालिकाको मेयर बालेनले गरेको हुनु पर्यो के बालेनले भनेर हुन्छ र भने कसले भने तपाईलाई त्यस्तो